है फुटाउनु भएन है त्यो अब नरम भइसकेको हुन्छ हामीले गर्दाखेरि राम्रोसँग हातहरू राख्नुपर्छ कति तिनवटा त अड्ने रहेछ क्यारे तिनटै हो त्यसमा छ हल्का ठुलो ग्रेभी भयो भने राम्रो है हल्का ग्रेभी राख्यो प्याज र अनियन प्याज र अनियन ठ्याक्कै त्यहाँ माथि गर्छ नानहरू खाँदाखेरि यो राम्रो हुन्छ भनेर एकै ठाउँमा होइन ठ्याक्कै छरेर होल स्पाइसेस दिँदाखेरि ध्यान दिने सेटिङ गर्दाखेरि होल स्पाइसेस सबै नगुने बेलिकहरू देख्नु चाहिँ परेकै हो फेरि यो ग्रेभी मात्र पुऱ्यो भने त के काम लागेर होइन हुँदैन त्यो गाह्रो हुन्छ यो कसको लागि बनाएको भन्ने पनि एज ग्रुप पनि ध्यान दिने एज ग्रुप भनेको बुढा पाखा होइन बुढा बच्चा स्पाइसी दिनुपर्छ मिठो गर्नुपर्छ झोल पुगेन हजुर ल यति त होला त्यति नै ठिक छ प्लेट यहाँ हुने राख्नु